रहेछ के हे गरी ल आया पर्यो हामी दुईजनाले पनि भ्लग बनाउन नआउने पर्यो होइन अनि हामी चाहिँ पहिला जान लागेको हामी चाहिँ पहिला जान लागेको हिँडेको गाडीसम्म हिँड्दैछु गाडी पुऱ्याउनु जान लागेको अनि के छ त भोलि तिमीलाई उस आयो भनेदेखि दोष आयो भनेदेखि के गर्छौ ए यार पहिला वेलकम त गरौँ सबैजनालाई गाइस सबैजनालाई वेलकम छ होइन यो चाहिँ मेरो नयाँ ब्लग रे यो चाहिँ नयाँ आइडी भन न एउटीले नयाँ ब्लग रे नयाँ आइडी होइन नयाँ च्यानल हो भन न सब्स्क्राइब गरिदिनु शेयर गरिदिनु लाइक गरिदिनु होला तिमी बोल म गर्नु बोल हुनु मैले बोलेको हुँदैन नि त्यसैमा कन्टिन्यू गर हेलो गाइज नमस्ते सबैजनालाई वेलकम छ यो चाहिँ मेरो नयाँ च्यानल हो हिँड न तिमी बोल्न एकैमा बन्द थाल्यो भने यो चाहिँ यिनको नयाँ च्यानल हो सबैले सब्सक्राइब गरिदिनु होला शेयर गरिदिनु होला सबैले माया गरिदिनु होला अनि हामी चाहिँ कहाँ गइरहेछ भनेर सोचिरहनु भएको होला तपाईँले पहिला जानु यी चाहिँ पहिला जानु लागेको म चाहिँ त्यहाँ गाडीसम्म बस स्ट्यान्डमा छोडिदिनु जानु लागेको भोलि तिमीलाई दोष आयो भने के गर्छौ मलाई दोष आउँदैन दोष आयो भने के गर्छौ दोष आयो भने तपाईँको छोरीलाई बुढा चाहिएर गयो मैले पुर्याइदिनु मलाई केही पनि दोष आउँदैन किनकि मैले बाटो देखाइदिनु गएको हो त्यो केटोलाई अलपत्रै पारेर बिजोग बनाउनु भयो हाम्रो दर्शक झुकाएर खासमा यहाँ देउला त्यसमा म रियल कुरा भन्छु होइन साथीहरू तपाईँहरूलाई हामी चाहिँ साँच्चै भिडियो त भइरहेछ नि यो चाहिँ खासमा मेरो फर्स्ट भ्लग हो यो च्यानलको भ्लग त के भन्ने होइन त्यो भ्लग भन्नाले त्यत्रो लामो यहाँ त्यहाँ केही पनि छैन सानो सानो छ कस्तो दामी घाम लाग्यो दामी घाम लागेको अनि पेट पनि पोलिरहेछ हाम्रो चाहिँ निबुवा अमिलो साँधेर अनि खाएर हिँडेको खासमा अनि यो चाहिँ यति झोला छ होइन मलाई यो स्याललाई भारी फोक्सो भने जस्तै भइसक्यो लास्टै गाह्रो भएर अब कहिले पुग्ने होइन हामी चाहिँ यहाँदेखि हामी यो खासमा कुन ठाउँ हो हामी यो बड्डी खेलमा छौँ बड्डी खेलबाट अब हामी केही अब पाइयो भनेदेखि त राम्रै हो पाइएन भनेदेखि चाहिँ यस्तै हो 2 खुट्टे पाङ्ग्रे गाडीमा हामी उहाँसम्म पुग्नु पर्ने हुन्छ अनि यस्तै छ यताको भ्यू चाहिँ तिमी चाहिँ मेरो दिदीकी बहिनी हो अरे थाहा पनि छैन यार हामी को दिदी को बहिनी भनेर ओइ बोल न को दिदी भने खोइ जसुकै होस् तिमी पनि मलाई दिदी भन म पनि तिमीलाई दिदी भन्छु बहिनी भन्ने चलन छैन हाम्रो र साथीहरू यो चाहिँ मेरो नयाँ च्यानल हो सबैजनाले सब्सक्राइब गरिदिनु होला यस्तै हावा भिडियो लिएर आउँछौँ हामी कहिलेकाहीँ तर हात गलिसक्यो क्या मेरो खासमा भन्नुहुन्छ भने यताको हात गलेर यतै हैरान यताको हात गलेर यतै हैरान अनि के लाग्छ यो तपाईँहरू खास सृष्टि मोटा भन्नुहुन्छ होइन मोटालाई चाहिँ के फाइदा रहेछ अरे यति झोलाधरि पनि बोक्न नसकिने रहेछ मोटालाई त गाह्रै छ यार मैले म पेट पोलो क्या खासमा हामीले यो पखाएर आएको अकबरे खोर्सानी 5-6 स्याहाँ भयो तर साँच्चै मलाई पेट पोलो अब बेलुकासम्म लास्टै गाह्रो हुन्छ के गर्नु खाना खोजेर मात्र हुँदैन गाइजहरू कस्तो दामी तोरी फलिरहेको रहेछ यहाँ चाहिँ साँच्चै हात गले यार ल्याउँछौ म तिमी छ्या अलिक पर गएर ल हेर्नु यहाँको मौसम एकदम राम्रो छ यसको पछाडि ब्याकग्राउन्ड हेर्नु होला वाउ तोरी फुलेको यत्तिकै आउनेवाला छ ल हेर्नु यो को चिन्नुहुन्छ हजुरहरूले ल हेर्नु मोटाएर बाफ्रे ढुङ्सी भएको छ म जस्तो ठुलो हुनुको लागि अनुरोध गरिरहेको छु किनकि म एकदमै ठुलो भएको छु कस्तो दामी खाना खाने बेलामा बाहिर निकालेर ल हेर्नु तोरी बारी क्या दामी तोरीमा एउटा कालो भमरा उडिराखेको छ खासमा भन न यार के सोध्न लाग्छ भइरहेको भइसक्यो म बोकेर लान्थेँ तर यीभन्दा म अलिक दुब्लो छु सक्दिनँ तिमी 0 फिगर हो नि म 0 फिगर तिमी कति फिगर हो म त 10-12 फिगर म चाहिँ एकदम 0 फिगर हो हजुरहरूले त्यस्तै थाहा पाइसक्नु भयो होला म कति फिगरवाला हो भनेर मलाई थिच्दै हिँडिरहेको छ यहाँ हेर्नु है गाइस
तर गाइज होइन बिर्सिनु होला तर यो च्यानललाई चाहिँ तपाईँहरूले सब्सक्राइब गर्नै पर्छ क्या यो चाहिँ मेरो एकदम नयाँ 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 च्यानल हो सबैले माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला भिडियो हेरेर 50 जति त के कस्तो हुन्छ भिडियो हेरेर के कस्तो हुन्छ यसो प्रतिक्रिया दिँदै गर्नु होला हामी चाहिँ वशिष्ठमा लगभग आइसकेका छौँ हाम्रो चाहिँ यहाँ खुट्टा धुनुपर्ने अवस्था छ हामी यो खोलामा खुट्टा धुनु भनेर आएको जुकाले खाएर यहाँ रगतै रगत भएको छ मेरो खाएर अनि यहाँ चाहिँ आज हामीले मैले लगभग 20 वर्षपछि उता खायो क्या पानी त्यो खोलामा गएर चाहिँ हामी पर त जाने ठाउँ होला र त्यहाँबाट नागेर आउने जस्तो लाग्दैन छोडिदिउँ त्यतिकै जाने घरसम्म हाम्रो चाहिँ खुट्टा हिलो हिलो नै छ होइन यस्तै हो मलाई यो हप्तासम्म मनाउन लास्टै गाह्रो भइरहेछ अब यत्तिकै गर्दै गर्दै हामी चाहिँ बड्डी खेल आइसक्यौँ माथि होइन अनि त्यसपछि टौखेलसम्म पुग्न पाए चाहिँ अब पठाउहरू पाइन्छ अनि पठाउमा जान हुन्थ्यो यिनी चाहिँ टौखेलमै बस्ने हुन् रे अब जाने चाहिँ म हो यो हालतमा जाने हो जान चाहिँ जाने हो तर भाइ आए तिम्रो दाई भाउजूले के भने अरे अस्ति भिडियोमा दाई भाउजूले के भने अरे भिडियोमा कहाँ छ यहाँनिर छ के मकैको ढोड घोग्याट पाउनु भएन नि दोकानेको बुढा भग हेर्नु भयो कि भएन मेरो कपाल उडेको कुराको भाषालाई ढोडलाई तर कस्तो लास्टै पेट पोलो क्या गाइजहरू अब के गर्नु भ्लग त म त यतै बन्द गरौँ जस्तो लागिरह किनकि मलाई साह्रो पेट पोलेर मलाई बोल्न नहुने अवस्थामा नपाइसकेको छु यता चाहिँ यहाँ धान झार्दै हुनुहुँदो रहेछ हाम्रो आन्टीहरूले धान झारिसक्नुभयो ए पानीले कुट्यो होला है पराएको हेर यस्तै हो 4 दिनको पानीले धानहरू कतितिर बिचरा कहिले म सबैजनालाई बाई बाई ल 6 मिनटको भइसकेको छ यार यो भिडियो म यत्तिकै हालिदिन्छु होइन बाई बाई गाइस सबैजनालाई बाई बाई थ्याङ्क यू सो मच तपाईँहरूले यति बेरसम्म हाम्रो यो बकवास गफ सुनिदिनु भयो हेरिदिनु भयो अब झन् सब्सक्राइब गर्नुभयो भनेदेखि झन् धेरै धन्यवाद भन्न चाहन्छु ओके बाई बाई